नमस्ते। कक्षा 11 को समाजशास्त्र अन्तर्गत लैङ्गिक र लैङ्गिकता बीचको भिन्नता, यसको परिचय र यसको विशेषताबारे केही कुराहरू म यहाँ राख्न आइरहेको छु। लैङ्गिक र लैङ्गिकता बीचको भिन्नता। क, लैङ्गिक र लैङ्गिकता एक प्रकृतिद्वारा निर्मित हुन्छ, लैङ्गिकता समाजद्वारा निर्मित हुन्छ। लिङ्ग यो जन्म सिद्ध हुन्छ, लैङ्गिकता यो समाज अनुकूल हुन्छ। लिङ्ग यो अपरिवर्तनीय हुन्छ, लैङ्गिकता समय सापेक्ष परिवर्तन पनि गर्न मिल्ने। लिङ्ग उच्च नीच वा शोषण शोषित विभेद हुँदैन, लैङ्गिकता विभेद हुन्छ। लिङ्ग मानिसहरूले आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्दैन, लैङ्गिकता मानिसले सामाजिक प्रयासबाट परिवर्तन गर्न सक्छ। अब लैङ्गिकता र महिलावादको विषयमा केही कुराहरू राख्न गइरहेछु। महिला, पुरुष र तेस्रो लिङ्गीहरूको समाजमा रहने भूमिकाको विश्लेषण गर्ने अवधारणालाई लैङ्गिकता भनिन्छ। फेरि एकचोटि भन्छु म, महिला, पुरुष र तेस्रो लिङ्गीहरूको समाजमा रहने भूमिकाको विश्लेषण गर्ने अवधारणालाई लैङ्गिकता भनिन्छ। यो दृष्टिकोण समाजमा बसोबास गर्ने व्यक्तिहरूको सामाजिक तथा सांस्कृतिक भूमिकाको विश्लेषण गर्ने धारणा पनि हो। मानिस शिकार सङ्कलित समाज हुँदै आजको आधुनिक समाजसम्म विकसित हुँदै जाँदा मानव समाजले निर्माण गरेका लैङ्गिकता सम्बन्धी धारणा र यिनै धारणाहरूको विविध पक्षहरूको बारेमा विश्लेषण गर्ने सिद्धान्तलाई महिलावाद भनिन्छ। महिलावादले लैङ्गिकता अन्तर्गतको महिला, तेस्रो लिङ्गी र अन्य अल्पसङ्ख्यकहरूका बारेमा वर्णन गरिन्छ। महिलावादको बारेमा सन् 1960 को दशकदेखि चर्चा गर्न थालिएको हो। सिमोन डी बिहेभोरलाई महिलावादका जननी मानिन्छ। सन् 1949 मा उनले द सेकेन्ड सेक्स नामक पुस्तक प्रकाशित गरी महिला अधिकारका कुरालाई जोड दिएकी थियो। सन् 1980 को दशकमा महिलावाद अनुसन्धान विधिको विकास गरियो, जसले विश्व स्तरमा महिलावादको इतिहासलाई 4 भागमा विभाजन गर्यो। 1. 1830 देखि 1960 सम्मको महिला आन्दोलनको अवधि। 2. सन् 1960 देखि 1980 सम्म महिलावादी सिद्धान्तको अवधि। 3. सन् 1980 देखि 2012 सम्मको उत्तर आधुनिक अवधि। 4. सन् 2012 देखि हालसम्मको अवधिलाई महिला सशक्तिकरणको अवधि। समग्रमा महिलावादी आन्दोलन सिद्धान्त, विधि र अभ्यासको अध्ययन गर्ने हो भन्न सकिन्छ। यी अवधिमा समग्रमा महिलावादी आन्दोलन सिद्धान्त, विधि र अभ्यासको अध्ययन गर्ने हो भन्न सकिन्छ। समाजशास्त्रीय परिभाषाले सामाजिक, आर्थिक र राजनीतिक रूपले समानतामा विश्वास गर्ने सिद्धान्त नै महिलावाद हो। समाजशास्त्रीय परिभाषामा सामाजिक, आर्थिक र राजनीतिक रूपले समानतामा विश्वास गर्ने सिद्धान्त नै महिलावाद हो। अब समाजशास्त्रीय शब्दकोशमा महिलावादलाई 4 तरिकाले परिभाषित गरिएको छ, त्यो पनि म यहाँ प्रस्तुत गर्न गइरहेको छु। 1. महिला दमन र शोषणको बारेमा व्याख्या गरिएको सिद्धान्तलाई महिलावाद भनिन्छ। 2. महिलाहरूको शोषणबाट मुक्तको लागि व्याख्या गरिएको सामाजिक राजनीतिक सिद्धान्त र अभ्यासलाई महिलावाद भनिन्छ। लिङ्गको आधारमा बन्ने वर्गको व्याख्या गर्ने एक सामाजिक आन्दोलनलाई महिलावाद भनिन्छ। 4.
महिला विरुद्धको सिद्धान्त र अभ्यासको विरुद्धमा बोल्ने विचारधारालाई महिलावाद सिद्धान्त भनिन्छ। महिलावादी सिद्धान्तहरू निम्नानुसार रहेका छन्। यसको विशेषताहरू: 1. उदारवादी महिलावाद परिचय। महिलाहरूलाई सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरू दिएर स्वतन्त्र बनाउन सकिन्छ भन्ने महिलावादी सिद्धान्तलाई उदारवादी महिलावाद भनिन्छ। यो सिद्धान्त जोन लक, जेस मिल्सको उदारवादी सिद्धान्तमा आधारित छ। यो सिद्धान्तले जीवनको अधिकार, स्वतन्त्रताको अधिकार र सम्पत्तिमाथिको अधिकारलाई जोड दिन्छ। यो सिद्धान्तका मुख्य पक्षहरू निम्नानुसार छन्: क. लैङ्गिक कारणले समान अधिकारलाई संक्षिप्त बनाउनु हुँदैन। ख. विद्यालय र कार्यक्षेत्र लगायतका सम्पूर्ण क्षेत्रहरूमा महिलाहरूका लागि समान अधिकार अवसरको कानुन निर्माण गर्नुपर्छ। ग. स्वास्थ्य, शिक्षा र महिलाको अवस्थामा सुधार र सहुलियतको व्यवस्था गर्नुपर्दछ। घ. महिलाको स्वतन्त्रता सुनिश्चित हुनुपर्छ। 5. महिलावादीबाटै सामाजिक व्यवस्थामा परिवर्तनको माग गर्नुपर्छ। च. उदारवादी महिला अमेरिकी कानुन व्यवस्थाबाट सिर्जना भएको हो। सन् 1920 को उदार दशकमा अमेरिकाबाट ओन वुमेन ओन भोट भन्ने आन्दोलनको सुरुवातसँगै विश्वमा उदारवादी महिलावादको सुरुवात भएको हो। यही परम्परालाई सन् 1960 को दशकमा बेट्री फ्रिडमले विश्व समाजको अगाडि सारेकी थिइन्। उनले लेखेको द फेमिनिस्ट नामक उदारवादी महिलावादका विविध पक्षहरूको बारेमा उल्लेख गरेको छ उनले लेखेको पुस्तकमा। अब उदारवादी महिलावादका विशेषताहरू के हो त? उदारवादी महिलावादका विशेषताहरूलाई हामी केलाउनु खोज्दाखेरि महिलावादी सिद्धान्तहरूमध्ये पहिलो सिद्धान्तको रूपमा लिने उदारवादी महिलावादले महिलाहरूको राजनीतिक, आर्थिक र कानुनी अधिकारको बारेमा विश्लेषण गरिन्छ। यो सिद्धान्तलाई 19औं शताब्दीमा मेरी वोस्टोन, एच टेलर र बेट्री फ्रिडमले विकास गरेको पाइन्छ। यो सिद्धान्तका विशेषताहरू निम्नानुसार छन्। महिलावादका विशेषताहरू है: 1. समाजले लैङ्गिकताको विकास गर्दछ। 2. श्रमको लैङ्गिक विकासको व्याख्या गर्दछ। 3. प्रतिसत्ताको विरोध गर्छ। 4. कानुनी समानताको धारणा। 5. सार्वजनिक र नीति क्षेत्रको धारणा। 6. उदारवादी अर्थतन्त्रको आधारमा आधारित।